सक्ने होइन भने प्रचण्डलाई नचिन्ने को छ है? के भन्छ ओली खड्ग ओलीलाई नचिन्ने को छ? शेरबहादुर देउवालाई नचिन्ने को छ? ए बाबा, कम से कम यत्रो आन्दोलन भयो हगि, यत्रो सैकडौँ हातको हाराहारीमा मान्छे शहादत प्राप्त भएको छ हगि, घाइते भएको छ, अपाङ भएको छ, तथापि अझै पनि गम्भीर भएको छैन भनेपछि कतिको थेथर रहेछ यिनीहरू है? अब यसैको यो थेथर है, यो यसैको गलतको कारण ले गर्दाखेरि मुलुकमा के भयो भने जहिले उथुलपुथुल भइरह्यो है, जहिले गजाङगुजुङ भइरह्यो र हामी नेपाली जनतालाई चाहिँ वास्तवमा प्रश्न पार्न सक्यौँ कि नेकपा एमाले अहिले नेपाली कम्युनिस्ट पार्टी अथवा नेपाली कांग्रेस इभन रासपा पार्टी है, राप्रपा पार्टी के हो त हो के है? तीनटा पार्टी त हामी प्रश्न देखिहाल्यौँ। पछिल्लो कालमा रासपा आयो, रासपाको घोषणापत्र पढ्नु त कहाँ के हो भन्ने कुरा कहाँ जाने? हिमालतिर जाने हो कि श्रीलङ्कातिर जाने हो कि केही छँदै छैन, कहाँ टुङ्गिने, के गर्ने, केही पनि छैन है? जति खालि असन्तुष्टि कांग्रेसको, एमालेको, माओवादीको असन्तुष्टिहरू कता कता के नमिलेको कुराहरू चाहिँ थुप्रिया छन् है, तर कहाँ पुग्ने, नेपाली जनताले कहाँ लाने भन्ने कुरा छँदै छैन है? हाम्रो पार्टी त स्पष्टताका साथ अघि भन्नुभयो नि पूर्व वक्ता साथीले कि 11+1 है, पहिचान सहितको संहिता, संज्ञा सहितको सुशासन समृद्धि समाजमा लागू गर्नुपर्छ भनेको छ है। अब हाम्रो पार्टीले प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको कुरा गरेको छ अघि, किनकि देख्यो यो मुलुकमा शासन गर्ने एउटा दल, दुईटा दल, पाँचवटा दल मिलेर पनि शासन टिक्दो रहन्छ 5 वर्षसम्म है। यो सानो मुलुकमा फटाफट तपाईँको चुनाव भइरहने अनि ऋणमाथि ऋण थुप्रिरहने है, हामी जनतामाथि कर चाहिँ थुप्रिरहने अनि समृद्धि कहिले हुने, सुशासन कहिले दिने है, यहाँ रोजगार कहिले पाउने, यी सबै कुराहरूलाई चाहिँ निर्वाचन प्रणाली सुधार गर्नुपर्छ भन्ने हाम्रो पार्टीले उठाएको छ नि त जोरदारको साथ। तर हामी कार्यकर्ता साथीहरूले बोल्नै सकेका छैन। कांग्रेसलाई प्रश्न गर्नुहोस् त, एमालेलाई प्रश्न गर्नुहोस् त, तपाईहरु दुईटै गठबन्धन भएर 2/3 पुगेका ठुला दलहरू संसारमा कहीँ पनि गठबन्धन यस्तो हुँदैन, यो अप्राकृतिक के भन्छ नहुने कुरा है। आगो र पानीको कहीँ त्यो घोडा र घाँसको दोस्ती हुन्छ, त्यही दोस्ती गरेर तपाईको दुईटै पार्टीले है संविधान संशोधन गर्नु पर्दैन थियो अघि, नगरेको हालत होइन रह्यो। अनि फेरि पनि उनीहरूले तपाईको अझै पनि हामी नै हौ भन्छ, हाम्रो बिना यो मुलुक केही हुनै सक्दैन भन्छ, उसको वीरता हो भनेपछि हामी चाहिँ वास्तवमा गएकै छौँ जनताको बिचमा है। यति राम्रो कुरा हुँदा हुँदै पनि है, त्यसकारण हाम्रो भनाइ के हो भने हाम्रो पार्टी संख्याले कम्ती होला है, संख्याले कम्ती होला तर गुणात्मक कुरामा चाहिँ हामी कम्ती छैनौँ। किनकि हाम्रो श्रद्धेय पार्टी अध्यक्ष अशोक कुमार राई अहिलेसम्म भ्रष्टाचारको कसैले कलम उठाएको छैन, कसैले एक शब्द लेखेको छैन अघि। तर ठुल्ठुला दलदेखि लिएर भर्खर उत्पत्ति भएका दलहरूको थुप्रै कार्यकर्ताहरू केन्द्रीय मात्र होइन तल अझ यो ठुलै एमाले कांग्रेस माओवादीको त वडासम्म पनि भ्रष्टाचार पुगिसकेको छ है। त्यो सम्भवै छैन भनेपछि यति भ्रष्टाचार गरेको छ तिनीहरू है। तथापि हाम्रो पार्टी अध्यक्षको बारेमा अहिलेसम्म कसैले कुनै एङ्गलबाट चाहिँ
दोष लगाउन सकिया छैन, यति पवित्र छ है। तथापि यति हुँदाहुँदै पनि हामी बजाउन सकिया छैन। अघि खालि हत्याराको पछाडि, लुटेराको पछाडि, भ्रष्टको पछाडि, पैसा उहाँ बङ्करमा राख्नेको पछाडि किन कुद्या हो, कुरै बुझ्यो।